मेरो आमाको चाहिँ 2059 जेठको 13 गते हत्या भयो। जेठको 13 गतेको दिन त्यहाँ सामूहिक हत्या भएको थियो। त्यो एउटा स्कुलको बसमा चाहिँ सेनाहरू आएर बजाङमा त्यो एउटा घरभित्र पसिरहेको बेलामा सबैलाई एकैचोटि। अनि बुवाको चाहिँ तपाईँको ठ्याक्क 10 दिन पछाडि त्यो उहाँहरूको जुन एउटा बलिदानले गर्दाखेरि जे उपलब्धि भएको छ ती उहाँहरूकै बलिदानका कारणले भएको उपलब्धिहरू हुन्। तर उहाँहरूले ठ्याक्कै सोचे जस्तो चाहिँ भएको छैन होइन। उनीहरूको त्यागको कुरा गर्नुहुन्छ भने त सबै त्यागेका थिए नि, परिवार त्यागेपछि अब अर्को के त्याग्नु पऱ्यो होइन। म जस्तो मान्छेलाई 13 महिनाको उमेरमा 13 महिनाको बच्चालाई छोडेर त्योभन्दा अर्को के त्याग हुन्छ होइन। सबै त भयभरको अलिअलि भएको सम्पत्ति पनि पार्टीको नाममा बुझाएर होइन। मेरो आमाहरूको चाहिँ कानमा लागेको सुन, नाकमा लागेको पुलिसहरू झारेर त्यो सुनहरू पार्टीलाई बुझाएर होइन। युद्धमा त होमिया हो नि त होइन। त्योभन्दा अर्को त्याग के हुन्छ? प्रचण्डलाई कसैले गोली हाल्नुभन्दा अगाडि त त्यहाँ त हजारौँजना थाप्नलाई अगाडि बस्ने मान्छेहरू थियो नि त त्यति बेला त होइन। अब सबै त के थियो त्यो बेलामा त। प्रचण्ड विरुद्ध लड्न तपाईँ तयार हुनुहुन्छ? म तयार छु प्रचण्ड विरुद्ध लड्न तयार छु। प्रचण्ड रुकुम आउने हो भने उहाँ हार्न तयार हुनुपर्छ। तपाईँले बुबा आमासँग बिताएको सबैभन्दा सम्झेको पलहरू जुन छ नि त्यसको बारेमा केही बताइदिनु। मलाई चाहिँ हजुरआमाले भनेअनुसार 13 महिनाको हुँदाखेरिदेखि चाहिँ हजुरआमासँग छोडेर गएको हो उहाँहरू। पछि म कपिलवस्तु पढ्दाखेरि मेरो आमाको माइली बहिनीको त्यहाँ बिहे थियो म बस्ने घरमा। त्यहाँनिर चाहिँ आएको बेलामा अलिअलि आमालाई चाहिँ सम्झिन्छु, त्यहाँ आएको चाहिँ सम्झिन्छु। त्यो बाहेक बुवाको त केही पनि थाहा छैन। कति वर्ष हुनुहुन्थ्यो जब आमा तपाईँलाई आउनुभयो? त्यहाँ आउँदाखेरि म सायद 3.5 त्यस्तै थियो होला। 3.5 वर्ष। बुबासँग कहिले भेट भएन? त्यो भेट त फोटोहरूमा त अहिले हेर्दाखेरि छ, भेट भएको छ, तर मलाई याद छैन। 13 महिनामै आमा बुवाहरू जसरी छोडेर अब तपाईँहरूलाई छोडेर एउटा कुनै क्रान्तिमा सामेल हुन जसरी जानुभएको थियो त्यो तपाईँलाई अहिले सम्झिँदा कस्तो लाग्छ त? अहिले आएर सम्झिँदाखेरि चाहिँ उहाँहरूले चाहिँ आफ्नो परिवारभन्दा पनि एउटा जुन सपना देख्नु भएको थियो, मुक्ति आन्दोलनको सपना देखेर चाहिँ उहाँहरू लाग्नु भएको रहेछ भन्ने चाहिँ अहिले आएर थाहा हुन्छ। उहाँहरू जुन तरिकाले लागिराख्नु भएको थियो अरू साथीहरू, उहाँहरूको निस्वार्थ जुन थियो नि त एउटा खालको आन्दोलनप्रतिको लगाव थियो होइन, त्यस्तै नै थियो होला जस्तो लाग्छ मेरो बाआमाको पनि होइन। ठ्याक्कै बाआमाको चाहिँ त्यो फिल नहुँदाखेरि पनि अरू क्याडरहरूको कमेन्टहरूको चाहिँ हेर्दाखेरि एकदम निस्वार्थ तरिकाले आफ्नो व्यक्तिगत स्वार्थ यी सबैभन्दा माथि उठेर चाहिँ आन्दोलनमा होमिएका हुन्छन् भन्ने चाहिँ फिल हुन्छ। त्यस्तै अरूका बालबालिकाहरूले आमा बुबा शब्द जसरी आफ्ना आमा बुबाहरूलाई सम्बोधन गरेर निकाल्छन्, त्यो शब्द तपाईँको लागि कस्तो अनुभूति हुन्छ? मलाई यस्तो पहिला जस्तो सानो बाल्यकालमा होइन त्यो मलाई कहिले स्ट्राइकै भएन होइन। त्यो मेरो सबैको साथीले पनि बाआमा भन्दाखेरि त्यस्तो मलाई पर्सनली त्यो कहिले त्यो बाआमा भन्न पाएँ यताउति भन्ने चाहिँ त्यो कहिले भएन। तर अलिअलि पछि चाहिँ जस्तो 11-12 पढ्ने बेलामा होस्टेलमा बस्दाखेरि साथीहरूलाई जसरी बाको कहिले फोन आउने, कहिले आमाको फोन आउने, त्यो बाआमाले त फोन गर्दा रहेछन् होइन भन्ने खालको चाहिँ कहिलेकाहीँ त्यो फिल त भयो। तर त्यति धेरै पनि म अहिले त्यो सानो भइन्जेलसम्म त्यो उमेरमा चाहिँ त्यो दिमागले त्यतातिर नसोचेर पनि होला। तर पछि आएर चाहिँ आजभोलि झन्
त्यसको चाहिँ कहिलेकाहीँ खड्किन्छ। मलाई त्यो हजुरआमासँग बस्दाखेरि त्यो चाहिँ बसिन्जेलसम्म चाहिँ त्यो बाआमाको त्यो ऊ चाहिँ कमी भएन। तपाईँलाई शहीदको सन्तति जुन भनिन्छ होइन, शहीदको सन्तति जो तपाईँ हुनुहुन्छ, त्यसमा तपाईँलाई गर्व लाग्छ कि तपाईँलाई पीडाको बोध? अहिले आएर जुन खालको शहीदहरूको जुन ओस हुन्छ, जुन आफैमा शहीद शब्दको त्यो जुन ओत छ, त्यसलाई चाहिँ एकदम नर्मलाइज गरिदिँदाखेरि चाहिँ त्यो चाहिँ पीडा हुन्छ। तर शहीदको छोरा सन्तान हुन पाउनु त मलाई गर्व नै लाग्छ। त्यो बेलाको भोगाई, त्यो बेलाको कष्टहरू त आज सुन्दा त त्यसले मन अलिकति सिरिङ्ग पनि बनाउँछ। अनि तपाईँलाई अब आमा बुवाको कसरी शहीद हुन पुग्नुभयो उहाँहरू होइन, त्यसको बारेमा तपाईँसँग के छ? कुनै तपाईँलाई कसैले केही बताइदिनु भएको छ त? म 7मा भर्खर 6 पास गरेर 7मा पुगेको थिएँ। त्यो बेलामा चाहिँ म चुनमाङ गएको थिएँ पहिलोचोटि। चुनमाङ जाँदाखेरि चाहिँ पहिलोचोटि मलाई चाहिँ त्यहाँ आधिकारिक रूपमा बुवाआमा चाहिँ तेरो बुवाआमा चाहिँ शहीद भए भनेर चाहिँ त्यति बेला भन्यो। बझाङको एकजना हुनुहुन्थ्यो, एकजना बुवा हुनुहुन्थ्यो, उहाँसँग कहिलेकाहीँ काठमाडौँमा भेट भइरहन्छ आजभोलि। बुढो मान्छे हुनुहुन्थ्यो, उहाँले चाहिँ उहाँ जो प्रत्यक्षदर्शी पनि माओवादीमै लाग्नु भएको, जनमुक्ति सेनामै हुनुहुन्थ्यो। सेनामा त हुनुहुन्थ्यो, पार्टीको नेता हुनुहुन्थ्यो। उहाँ चाहिँ आउनु भएको थियो चुनमाङ। अनि उहाँ चुनमाङ आएको बेलामा उहाँ मार्फत चाहिँ अरू पार्टीका नेताहरू पनि थिए। त्यति बेलामा चाहिँ उहाँहरूले खबर गर्नुभयो, उहाँ प्रत्यक्षदर्शी भएको हुनाले उहाँले चाहिँ अब अरूले भन्ने थिएन त्योभन्दा अगाडि। त्यो कुनै भिडन्तमा हो कि आर्मी अथवा पुलिसबाट के त्यस्तै खालको एउटा क्रूरतापूर्वक हत्या थियो? मेरो आमाको चाहिँ 2059 जेठको 13 गते हत्या भयो। जेठको 13 गतेको दिन त्यहाँ सामूहिक हत्या भएको थियो। त्यो एउटा स्कुलको बसमा चाहिँ सेनाहरू आएर चाहिँ स्कुलको बसमा सेनाहरू आएर बझाङमा त्यहाँनिर पछि उहाँको तिमीसँगै शहादत प्राप्त गर्ने एकजना आमासँगै शहादत प्राप्त गर्ने एकजनाको हस्बेन्ड हुनुहुन्थ्यो, उहाँको नाम ठ्याक्क जीवन कुरा हो के हो सायद। उहाँले चाहिँ मलाई भन्नुभयो त्यो एउटा घरभित्र बसिरहेको बेलामा सबैलाई एकैचोटि। तपाईँको आमालाई जसरी सामूहिक हत्या गरिएको थियो नेपाली सेनाद्वारा, त्यसको केही कारणहरू थियो त? त्यस्तो केही पनि कारण थिएन होइन। अब त्यहाँ आएर कसैले चाहिँ सूचना दिएछ अब माओवादीहरू यहाँ बसिरहेछन् भन्ने, माओवादीका नेताहरू बसिरहेछन् भन्ने खालको सूचना दिइसकेपछि आएर सिधै हत्या गरेर। अनि बुवाको चाहिँ तपाईँको ठ्याक्क 10 दिन पछाडि, त्यसकै लगत्तै 10 दिन पछाडि भनेको तपाईँको आमालाई 59 साल जेठ 13 गते हत्या गरेको थियो भने जेठ 23 गते चाहिँ बुवालाई चाहिँ 23 गते अहिले जस्तो खगराज भट्ट भन्ने नेता हुनुहुन्छ सुदूरपश्चिमको, उहाँको दाइ जयराज भट्ट मेरो बुवा र एकजना अर्को उहाँको नाम पनि मैले बिर्सिरहेको होइन, उहाँ लगायत चाहिँ उहाँहरूलाई पनि एक ठाउँमै मारेको। उहाँहरू नुहाएर फर्किँदै हुनुहुँदो रहेछ, बाटोमा चाहिँ त्यो पनि सुनामी नै भन्ने सुन्नु चाहिँ सेनाले एक्कासी घेरेर मारे त्यहाँ। जसरी तपाईँले भन्नुभयो तपाईँको आमा बुवा मुक्तिको लागि जसरी हिँड्नु भएको थियो र त्यही सुराकी लगाएर जसरी उहाँहरूको हत्या गरियो, त्यसमा उहाँहरूको इच्छा, उहाँहरूले गर्नुभएको समर्पण प्रति अहिले जुन अवस्था छ नि, त्यो सबै सम्झिँदाखेरि शहीदको सपना पुरा भएको छ जस्तो लाग्छ त तपाईँलाई? त्यो त छैन होइन। जस्तो त्यो उहाँहरूको जुन एउटा बलिदानले गर्दाखेरि जे उपलब्धि भएको छ ती उहाँहरूकै बलिदानका कारणले भएको उपलब्धिहरू, तर उहाँहरूले ठ्याक्कै सोचे जस्तो चाहिँ भएको छैन। यो जुन माओवादी आन्दोलन गर्दै गर्दाखेरि जुन एउटा सपना देखाइएको थियो उहाँहरूलाई हुने एउटा आधार, तर त्यो चाहिँ पूर्ण रूपले चाहिँ साकार भएको छैन। र अहिलेको अवस्था हेर्दाखेरि त त्यसले पीडा नै दिन्छ होइन। अहिलेको पार्टीको, अहिलेका त्यति बेलाका नेताहरूको सबै अहिलेको यो जुन
उहाँहरूको जीवनशैली छ होइन, उहाँहरूले गरिरहेको जुन राजनीति छ, उहाँहरूले जुन दिएको आन्दोलनलाई दिएको अलिकति धोका जस्तो देखिन्छ कहिलेकाहीँ। त्यसले गर्दाखेरि त कहिलेकाहीँ पीडा नै हुन्छ। शहीदको सन्तानप्रति राज्य र पार्टीको व्यवहारले तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? यस्तो छ कि जस्तो यो राज्यले पार्टीले शहीदको सन्तानहरूलाई मेरो जुन उमेरसम्मको मेरो जेनेरेसनको छ, मलाई लाग्छ कसैलाई पनि न्याय चाहिँ गरेको छैन होइन। जस्तो म आफै पनि जस्तो पढ्ने अवसर पाएँ होइन, म पढ्ने जुन अवसर मिल्यो मलाई, त्यो चाहिँ मेरो आमाको बहिनीहरूको कारणले मिल्यो। तर कस्तो छ भन्दाखेरि हेर्नु होइन, जो चाहिँ मेरो हजुरबा हजुरआमा पनि अझ राजनीति माओवादी आन्दोलनमै हुनुहुन्थ्यो होइन। मेरो मामा घरको हजुरबा आफै एकजना संस्थापन सदस्यमध्येको एकजना हुनुहुन्छ रुकुम जिल्लाको, देवीलाल गौतम होइन। अनि उहाँहरू हुनुहुन्छ। अब उहाँहरू भएर चाहिँ मैले अलिकति यो राजनीतिक उसमा चाहिँ अलि यो हुन्छ नि, यो राजनीतिक घटना थियो होइन, अथवा यो थियो भन्ने कुरा चाहिँ मैले अलिक बुझ्न मौका पाएँ र भयो। तर जसको बाआमा राजनीतिमा पनि छैनन् होइन, जो चाहिँ ज्याला मजदुरी गरेर खाइरहेछन्, उनका छोराछोरी शहीद भए होइन, उनका छोराछोरीहरूको अवस्था चाहिँ कुन लेभलको नाजुक छ भन्ने कुरा त मैले पछि आएर थाहा पाएको छु क्या। जस्तो अनेक हामीले भाषणहरूमा पनि सुन्ने गर्छौँ होइन, शहीदको रगतमाथि खेल्ने दुस्साहस नगरियो। ती भाषणहरू केवल शब्दमा मात्र खेलिएका हुन् कि त्यसका पछाडि धेरै कुरा लुकेका छन्? पहिलो संविधान सभाको निर्वाचनभन्दा अगाडि नेताहरूले त्यो भाषण गर्दाखेरि हो कि सही अर्थमा हो भन्ने खाले बुझाइ हुन्थ्यो। र त्यसपछि पनि केही समयसम्म त नेताहरूले साँच्चीकै सही रहेछन् है, ट्र्याकमै रहेछन्, कम्तीमा शहीदहरूलाई सम्झिँदा रहेछन् भन्ने हुन्थ्यो। तर यतिका वर्ष जस्तो 2 शताब्दी पछाडि 20 वर्ष पछाडि आएर अहिले हेर्दाखेरि 2 दशक पछाडि आएर हेर्दाखेरि यो नेताहरूले गरेको भाषण र व्यवहारले चाहिँ होइन, अब उनीहरूले त अब खालि आफ्नो अस्तित्वको लागि, आफ्नो एउटा राजनीतिको लागि मात्र प्रयोग गरिरहेछन् भन्ने त्यो त क्लियर छ नि त। प्रयोग नै जस्तो लाग्छ, प्रयोग नै हो त्यो देखाएर एउटा खालको सेन्टिमेन्ट अब शहीद परिवारहरूलाई देखाउने, बेपत्ता परिवारहरूलाई देखाउने, जब उनीहरूलाई आवश्यकता पर्छ तब त्यति बेला देखाउने, जुन दिन आवश्यकता हुँदैन त्यो दिन चाहिँ त्यो सम्झिने त केही पनि छैन। जस्तो तपाईँ शहीद सन्तति फाउन्डेसन जुन छ, शहीदका सन्तानहरूको एउटा फाउन्डेसन, त्यसमा तपाईँ लामो समय सुरुदेखि नै तपाईँ त्यसमा हुनुहुन्छ होइन, त्यसमा के कस्ता कार्यक्रमहरू लिएर आइयो? अनि 74 सालतिर त्यो हाम्रो 21औं विद्यार्थी 21औं राष्ट्रिय सम्मेलनमा भेट भइसकेपछि हामी त्यो 5-6 जनाको साथीको सर्कल चाहिँ एकदम आफ्नो पारिवारिक जस्तो बन्न पुग्यो क्या। एकदम नियमित जस्तो भेटघाट गर्ने होइन, कुराकानी गर्ने, कतै घुम्न जाँदाखेरि सँगै जाने, राम्रो त्यो खालको एउटै भइसकेपछि अलिक भावनात्मक हिसाबले पनि एट्याच भइयो। र पछि हामीले चाहिँ के कहाँ पुग्यौँ भन्दाखेरि यस्तै गफ गर्दै गर्दाखेरि, छलफल गर्दै गर्दाखेरि कहाँ पुग्यौँ भन्दाखेरि एउटा हामी जस्तो मान्छे त यो देशमा धेरै रहेछन् हेर्नुहोस् होइन, हामी सबैलाई तपाईँ हामी भेट्यौँ र पो अहिले यस्तो हो। अब एउटा चाहिँ साझा एउटा प्लेटफर्म बनाऊ, त्यसलाई चाहिँ त्यो प्लेटफर्ममा चाहिँ देशैभरिका शहीद र बेपत्ता योद्धाका छोराछोरीहरूलाई चाहिँ समेट्न सक्ने एउटा प्लेटफर्म बनाऊ भनेर त्यति मात्र हामीले सोचेर त्यो फाउन्डेसन स्थापना गर्नु। एउटा मात्र कारण भनेको त्यही उद्देश्य भनेको नि, कारण भनेको नि सबैलाई चाहिँ एक ठाउँमा जम्मा हुन् र के छ त अवस्था होइन, गफा गर्न सकौँ, एउटै सर्कल बनाऊ भन्ने हेतुले मात्र हामीले स्थापना भनेको। त्यो तपाईँहरूलाई कुनै पार्टी विशेष अथवा राज्य विशेष कुनै खालको फाउन्डेसन होइन, त्यो तपाईँहरूको आफ्नै व्यक्तिगत अथवा सामूहिक, तपाईँहरू जुन एउटा शहीदको सन्ततिहरू हुनुहुन्छ उहाँहरूको सामूहिक एउटा अम्ब्रेलाभित्रको, त्यो कसैको पहल गरिने एउटा भाव होइन, त्यो हाम्रै पहल गरिने एउटा भाव थियो। हामी त्यति धेरै के गर्छौँ भन्ने सोचेर के गरे होइन, सबै साथीहरूलाई जोड्न सकौँ भनेर सुरु गरे संस्था हो। गरौँ, पछि बिस्तारै आफ्नो स्पिड पक्रिन्छ भन्ने हिसाबले फाउन्डेसन भनेर पछि आज कतिजना जोडिनु भएको छ? हामी झन्डै 2100-2200 जना जति चाहिँ सदस्य छौँ।
सबै अहिले जस्तै उहाँहरू हाम्रो 5वटा शहीद प्रतिष्ठान जुन पार्टीको एउटा उसबाट चलिरहेको छ, शहीद प्रतिष्ठानका 5वटा स्कुलका शहीदका छोराछोरीहरू जतिजना पढ्नुभयो उहाँहरू सबै हामीसँग जोडिनु पुग्नु। तपाईँको पोजिसन नै बताइदिनु न त्यसो। म सुरुमा पहिलो कार्य समितिमा म महासचिव थिएँ, त्यसपछि अहिले चाहिँ म अध्यक्ष छु। फाउन्डेसन हामीले तपाईँको 3-4 वर्ष त आफ्नै साथीभाइहरूकै उसबाट गरियो क्या, खर्चबाट कहिले 200-400 होइन उठाएर त्यसरी नै रन गरेर चलाइयो। भनेको एउटा संस्था कसरी मर्छ भन्दाखेरि जसरी त्यहाँ रिसोर्सेसहरूको कमी हुँदै जान्छ र त्यो हुँदै गर्दाखेरि मान्छेहरू छुट्टिँदै जान्छ र संस्था मर्दै जान्छ। तर तपाईँहरूले आफ्नै व्यक्तिगत कन्ट्रिब्युसनबाट एउटा संस्था जोगाएर आजको दिनमा 2100 सदस्यसम्म पुर्याउनु भएको छ र तपाईँ आफू त्यसको अध्यक्ष हुनुहुन्छ। हजारौं शहीद लाखौं शहीदहरूको सन्ततिको भोइस हो नि त तपाईँ त अहिले त। यो जुन हामीले यो सदस्यहरू हाम्रा शहीदका छोराछोरीहरू देवताका छोराछोरीहरू जुन हामी सङ्गठित भएको छौँ यो फाउन्डेसनमा, यो कस्तो, यो खासमा भन्नुपर्दाखेरि यो माओवादी पार्टीको सम्पत्ति हो क्या होइन। यो सम्पत्ति चाहिँ यस्तो सम्पत्ति हो कि यदि यसलाई चाहिँ यो हिजोको माओवादी आन्दोलनलाई चाहिँ अलिकति कतै बेला धक्का पुग्न खोज्दाखेरि होइन सबैभन्दा चाहिने हतियार पनि हो होइन। यो भन्नाले यो वेपन पनि हो क्या। अब पार्टीको नेतृत्वको रक्षाको सवालमा होस् अथवा पार्टीलाई चाहिँ प्रश्न गर्ने सवालमा होस् होइन, नैतिक बल राख्ने एउटा कुनै तबका छ भनेपछि त्यो यही तबका हो क्या। जनयुद्धमा सामेल हुने मान्छेहरू जुन थिए होइन, खाना चाहिँ नपाएर अथवा लाउन नपाएर लागेका मान्छेहरू चाहिँ थिएनन् क्या। यो जनयुद्धमा लागेका मान्छेहरू बरु खाना छोडेर होइन, लाउन छोडेर बिना तलब होइन, कस्तोमा सुत्ने, कस्तोमा हिँड्ने, कता सुत्ने, कता के खाने भन्ने टुङ्गो नभइकन यो देशमा साँच्चीकै केही परिवर्तन ल्याउँछु भनेर त्यो तत्कालीन अवस्थाका त्यति बेलाका व्यतिथिहरूका विरुद्ध होइन जुन आगो उबल्ने नि उनीहरू त्यो त्यहाँ हिँड्दै गर्दाखेरि त्यहाँका क्याडरहरूले कमान्डरहरूले त्यो चाहिँ अहिलेको उसमा चाहिँ रिलेट गरेर हेर्नै सकिँदैन जस्तो लाग्छ क्या। त्यो भयङ्कर चिज थियो। अहिले त त्यो सोच्न कल्पना गर्न पनि कथा कहानी सुने जस्तो हुन्छ, तर अलिअलि त्यो देख्न त पाइयो नि त होइन। म आफै पनि कस्तो भन्दाखेरि म एकचोटि एउटा घटना सुनाउँछु म तपाईँलाई। म कपिलवस्तु पढ्ने बेलामा म सानो थिएँ होइन, त्यो अब शिशु 1 कलेजमा पढ्थेँ। त्यहाँ एकजनालाई मैले अहिले आएर थाहा हुन्छ त्यो त्यति बेला थाहा थिएन मलाई त्यो म के गरिरहेको थिएँ भन्नाले त्यो के थियो भन्ने कुरा। म एकजना घाइतेको काखमा सुतेको नाटक गरेर कपिलवस्तुदेखि बुटोल पुऱ्याएको छु। त्यो बेलामा बिचमा 4-5 ठाउँ त्यो चेकिङ हुन्थ्यो, झार्थ्यो मान्छे। म त्यति बेला सानो थिएँ क्या होइन। त्यो घाइतेको काखमा मलाई के सिकायो भन्दाखेरि अब त्यही मेरो घरका परिवारले अब यस्तो म बुटोल पढ्ने आउने जाने गरेर हुन्थ्यो कि बुटोल पढ्ने आउने जाने कपिलवस्तु आउने जाने हुन्थ्यो। त्यहाँको बेलामा एकजनाको यहाँ कानमा गाउँथ्यो होइन। तिम्रो काखमा सुतेको एक्टिङ गरेर त्यो बेलामा कस्तो गर्थ्यो भन्दाखेरि त्यो झार्ने बेलामा बच्चाहरू काखमा सुतेछ भनेपछि अलिकति कम प्रायोरिटी दिने, बच्चा सुतिरहेछ भनेपछि अलिकति कम प्रायोरिटी कम निगरानी गर्ने हुन्थ्यो। अनि त्यो त्यसरी सुताएर म सुतेर त्यहाँ बुटोल लगाएर गएको छु क्या एउटा घाइतेलाई होइन। गोली हानिएको थियो के थियो अब म त्यति राम्रोसँग थाहा छैन। त्यो चाहिँ दिन घाइते थिएँ, कहीँ के लाग्यो, गोली लाग्थ्यो कि छरा लाग्थ्यो होइन। अब त्यसरी लागेका मान्छेहरू थिए क्या त्यहाँ त्यो युद्धमा होइन। उनीहरूको अब त्यागको कुरा गर्नुहुन्छ भने त सबै त्यागेका थिए नि, परिवार त्यागेपछि अब के अर्को के त्याग्नु पऱ्यो होइन। म जस्तो मान्छेलाई 13 महिनाको उमेरमा 13 महिना बच्चालाई छोडेर त्योभन्दा अर्को के त्याग हुन्छ होइन। सबै त भयभरको अलिअलि भएको सम्पत्ति पनि पार्टीको नाममा बुझाएर होइन।
मेरो आमाहरूको चाहिँ कानमा लागेको सुन नाकमा लागेको पुलिसहरू झारेर त्यो सुनहरू पार्टीलाई बुझाएर होइन युद्धमा त होमिया हो नि त होइन त्योभन्दा अर्को त्याग के हुन्छ प्रचण्डलाई कसैले गोली हाल्नुभन्दा अगाडि त त्यहाँ त हजारौँजना थाप्नलाई अगाडि बस्ने मान्छेहरू थिए नि त त्यति बेला त होइन अब सबै त के थियो नि त्यो बेलामा त हिजो कस उसको लागि म गोली थाप्छु मेरो लागि उसले गोली थाप्छ भन्ने मान्छेहरू अहिले कसले उसलाई मैले सकाउने उसले मलाई सकाउने भन्ने कम्पिटिसनमा छ अहिलेको अवस्था त त्यो रियालिटी त त्यो छ नि त होइन प्रचण्ड जुन नेता छन् लिडर छन् उनलाई आफ्नै पार्टीभित्रका नेताहरूसँग विश्वास छैन आफ्नै त्यही पार्टीभित्रका नेताहरूलाई प्रचण्डसँग विश्वास छैन कहाँ पुगिसक्यो चिज त त्यो त्यति बेलाको र अहिलेको त कम्पेयर पहिला 64 सालको जुन चुनावमा त झन्डै बहुमतै आएको थियो नि त त्यसपछि त बिस्तारै चुनावको विभिन्न चुनावहरूमा त मत घट्दै पनि गएको छ र अब फेरि पनि चुनावी माहौलमा देश होमिसकेको छ पुरानो माओवादी घटक समूहहरू थुप्रै पार्टीमा विभाजन भइसकेको छ यस्तो अवस्थामा जुन क्रान्तिको सपना बोकिएको थियो क्रान्तिको सपनाहरू थिए नि त्यो पुरा हुन्छ जस्तो लाग्छ यो क्रान्तिको सपना त अब यिनीहरूले पुरा गर्छन् जस्तो त मलाई यति पनि लाग्दैन अब चाहिँ होइन अब यो त्यही नेताहरूले चाहिँ अब फेरि गर्छन् जस्तो लाग्दैन अहिलेको सिनेरियो अहिले प्रेजेन्ट टाइमसँग अहिलेको हेर्दाखेरि वर्तमान अवस्था हेर्दाखेरिसम्म चाहिँ अब सुकेर सबै थोक चाहिँ फेरि यो लोभ लालच जुन छ नि जुन सत्ताप्रतिको होइन यो विलासी जीवनप्रतिको त्यो सबै छोडेर जुन चाहिँ यो एकदम म्याक्रो म्यानेजमेन्टलाई छोडेर माइक्रो म्यानेजमेन्टतिर लागेर होइन चाहिँ फेरि नयाँ अभ्यास गऱ्यो भने चाहिँ त्यसले काहीँ न काहीँ सार्थकता पाउन नत्र अहिलेको अवस्थामा त त्यो सम्भावना छैन पुरा गर्ने त्यो गर्ने भने भाषण मात्र त्यो जेनजी आन्दोलनमा त देखियो नि त त्यसका पछाडिका कारणहरू जसरी क्राउड त्यहाँ गएको थियो त्यो बेला त यही भनौँ न केही सीमित नेताको हातमा मात्र सत्ता भयो र केही उनीहरूकै परिवारहरूको विलासिता जीवनप्रति नै एउटा ठुलो आक्रोश जसरी निस्कियो त्यो घटना र जनयुद्धलाई तपाईँले कसरी डिफ्रेन्सिएट गर्नुहुन्छ या कुनै एउटै खालको सिमिलारिटी नै सोच्नुहुन्छ अब आन्दोलनको दुईटैको पोजिटिभ पक्ष मात्र हेर्छु मैले होइन दुईटैको पोजिटिभ पक्ष हेर्दाखेरि के भन्दाखेरि जो चाहिँ समाजमा भएको व्यथितिका विरुद्ध चाहिँ जनयुद्ध भयो यो जेन्जी विद्रोह चाहिँ नेताहरूले विकास गरेको व्यथिति नेताहरूबाट विकास भएको व्यथिति क्या पार्टीहरूको पार्टीका लिडरसिपहरूको जुन उनका परिवारहरूको त्यसको जुन थियो नि एउटा यो व्यथिति उनीहरूले विकास गरेको व्यथिति क्या नेताहरूले विकास हिजो समाजमा भएको व्यथितिको युद्ध भयो जनयुद्ध यो चाहिँ त्यही नेताहरूको सीमित नेताहरू ती नेताहरूले गरेको उसको विरुद्ध भएको हो विद्रोह र हिजो ठ्याक्कै त्यही विद्रोहको आवाज बोल्दै गर्दाखेरि त्यहाँ पनि एउटा राज्यले दमन गरेर दिलबहादुर रम्तेललाई मार्यो त्यो त दिलबहादुर रम्तेल त त्यो बेला एउटा क्लासमा पढिरहेको 13-14 वर्षको मान्छे होइन अब त त्यो एकदमै भनौँ न 13-14 वर्षको उमेरको व्यक्तिलाई त सुरुमा त राज्यले मारेको छ नि त गोली चलाएर मान्छे मार्नुभन्दा अगाडि राज्यले दमन गरेर दिलबहादुर रम्तेललाई मारेको छ त्यसरी नै जेन्जी विद्रोहमा पनि गोली 23 गते मान्छेहरू मारिए 24 गते चाहिँ त्यसको विरुद्धमा चाहिँ आउट अफ कन्ट्रोलमा गयो होइन त्यहाँ त पछि त सबै जनताहरू पनि जेन्जी पुस्ताभन्दा बाहेकका पुस्ताहरू सबै सहभागी भयो यो आन्दोलन चाहिँ कस्तो भन्दाखेरि एउटा राजनीतिक चेतसहितको आन्दोलन भयो हिजो पनि त्यो राजनीतिक चेतसहित एउटा त्यो बेलामा सामाजिक चेत चाहिँ विकास गर्न सफल भयो होइन राजनीतिक चेत चाहिँ विकास गर्यो र अहिले जेन्जी पुस्ताले पनि आफ्नो पुस्तामा पनि अहिले राजनीति गर्न थालेको छ होइन पहिले त्यो अगाडि जेन्जी आन्दोलनको अगाडिको पुस्ताले कमै मात्र राजनीति गर्ने
मान्छेहरू थिए क्या, यो पुस्ताका केही सीमित मान्छेले मात्रै मान्छे गफ गर्थे। जुन जेन्जी विद्रोह रेभोल्युसन सेप्टेम्बर 8 रेभोल्युसन भनेर भनिरहेको छु क्या मैले। त्यो विद्रोह चाहिँ अझ नेताहरूले चाहिँ अझै पनि यसलाई फिल गर्न सकेको छैन। भनेको एउटा पुस्तान्तरण जुन गर्न पर्ने थियो त्यसकै सेरोफेरोमा जुन आन्दोलन भएको थियो त्यो अझै पनि नेताहरूको चेत नखुलेको जस्तो लाग्छ कि युवाहरू नै कमजोर जस्तो लाग्छ कि त्यो नेतृत्व छिन्न नसक्ने? त्यो राजनीति अहिले त्यति बेलाका शीर्ष राजनीतिक दल र शीर्ष राजनीतिक नेताहरूकै खिलाफमा खास रियालिटी त्यो थियो क्या त्यति बेला एमाले काङ्ग्रेस माओवादी होइन, र त्यहाँभित्रका केही चर्चित ठुला नेताहरू जुन म्युजिकल चेयर त्यही चेयर राउन्ड चेयर गरिराख्ने नेताहरूका विरुद्ध भएको आन्दोलन थियो। र ती नेताहरूले अझै पनि फेरि त्यही आफ्नो शैलीलाई चाहिँ चेन्ज गर्न सकिरहेको छैन। पुस्तान्तरणको विषयलाई लिएर आफ्नो पार्टीभित्र पनि त्यसलाई होइन संस्थागत गर्ने कुराहरूदेखि लिएर त्यो कहीँ पनि प्र्याक्टिस भएको चाहिँ अझैसम्म पनि देखिँदैन त्यो नेताहरूको। जस्तै अब युवाहरूको त के छ र, अब युवाहरूको त अब सक्ने जति गरेकै हो 23 र 24 गते। अब अझै पनि अब झन् चुनाव नजिकै छ। ती एउटा समयमा योगदान गरेका नेताहरूले अहिले चाहिँ चेतकान नफर्काउने र नयाँ आएका मान्छेहरू जुन एकदम पपुलिस्टहरू छन्, ती पपुलिस्टहरूले चाहिँ यहीलाई चाहिँ हाइज्याक गरेर झन् उल्टो दिशातर्फ चाहिँ लान्छन् कि भन्ने डरको हुन थालेछ त। जस्तो अब चुनाव नजिकै छ र एउटा खालको युवाको सेन्टिमेन्ट, युवा पुस्ताहरू जुन राजनीतिमा आउनुपर्छ भन्ने खालको चेत बोकेका युवाहरू हुनुहुन्छ जो उहाँहरूले पुरानो पुस्तासँग टक्कर दिन सक्छन् जस्तो लाग्छ तपाईँलाई? पुरानो नेताहरूलाई त धेरै गाह्रो छ होइन। नयाँ युवाहरूले चुनावकै कुरा गर्ने हो भने पनि अलिकति राजनीतिक चेत भएका नयाँ युवाहरू उभिएको ठाउँमा पुरानो नेताहरू उभिँदै गर्दाखेरि त निकै गाह्रो छ उहाँहरूलाई चुनाव। तपाईँ रुकुम पूर्वको भन्नुभयो जुन जनयुद्धको एउटा केन्द्रबिन्दु थियो, त्यसमा कस्तो खालको क्यान्डिडेट आउनुपर्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ? अब रुकुम पूर्वकै सवालमा कुरा गर्दाखेरि सबभन्दा धेरै जनयुद्धको आन्दोलन गर्दा सबैभन्दा धेरै उत्पीडनमा परेको जिल्ला हो होइन। सबैभन्दा धेरै शहीदहरू भएको जिल्ला पनि हो। त्यहाँको कुनै पनि गाउँ बाँकी छैन, कुनै पनि टोल बाँकी छैन जहाँ चाहिँ शहीद छैन, जहाँ चाहिँ मान्छेहरू बेपत्ता छैनन् होइन। त्यो ठाउँमा नेताहरू नभएका पनि होइन, माओवादीकै नेताहरू पनि थुप्रै हुनुहुन्छ होइन। उहाँहरूले चाहिँ जुन खालको अहिलेसम्मको डेलिभरी जुन पर्फर्मेन्स छ, उहाँहरूको पर्फर्मेन्स चाहिँ त्यहाँका जनताहरूले रुचाएको अवस्था चाहिँ छैन। पुरानो पुस्ताका जुन नेताहरू जो सांसद हुनुभयो, मन्त्री हुनुभयो होइन, माओवादीबाट जितेर आएर उहाँहरूको कामको जुन उ छ गति छ होइन, उहाँहरूले गर्न सक्ने जुन अवसर पाउनु भएको थियो त्यो अवसर चाहिँ उहाँहरूले डेलिभर गर्न सक्नु भएन। जति गर्नुपर्थ्यो नभएको चाहिँ होइन, केही न केही त भएको छ जिल्लामा विकासका कामहरूदेखि लिएर होइन, नभएको होइन, तर जति दिन सक्नु पर्थ्यो उहाँहरूले दिन सक्नु भएन। त्यस कारणले गर्दाखेरि ती सबै बस्तीहरूका मान्छे निराशै छ भनेको। उहाँ त्यहाँको बस्तीले चाहिँ कस्तो खालको उम्मेदवारको कल्पना गरिरहेको छ र कस्तो अहिले त्यहाँका रुकुमेली जनताहरूले खोजेको एकदम साझा उम्मेदवार खोजिरहेछन् होइन, सबैको साझा होइन। जस्तो त्यहाँनिर यो माओवादीका नेताहरूले जुन वर्ग सङ्घर्ष छोडिसकेपछि त खालि लाइन सङ्घर्षमै रुमल्लियो नि त होइन। लाइन सङ्घर्षमै यो भुमरीमा चुर्लुमा डुब्यो क्या। जस्तो त्यहाँको एउटा नेताले जितेर आउँछ, उसले चाहिँ आफ्नो लाइनका मान्छेहरूलाई मात्र
च्यापे जस्तो होइन। फेरि अर्को नेता जितेर आउँछ त्यो हिजोको नेताको लाइनका मान्छेहरूलाई चाहिँ पेले जस्तो होइन, त्यो खालले राजनीति भइरहेको थियो त्यहाँ। अब अहिले चाहिँ त्यहाँको जनताले चाहेको भनेको एकदम साझा होइन, सबैको कुरा सुन्न सकोस्, त्यहीँको स्थानीय होस् या त्यही ब्याकग्राउन्ड जुन पृष्ठभूमि भएकै मान्छे होस् भन्ने नै बुझ्छु मैले। म 2-3 पटक घुमेँ पनि होइन, पछि ब्याचलर्स पास गरिसकेपछि गएर, त्योभन्दा अगाडि धेरै बसेको थिएन मरुभूमिमा। अब त्यति बेलामा चाहिँ त्यही नै थियो जनताहरूको कुरा होइन। अब यसले पनि गर्न सक्दैन, उसले पनि गर्न सक्दैन, यो आयो भने यसलाई पनि हराउने हो, त्यो आयो भने त्यसलाई पनि हराउने हो, बाहेक जिताउने कसलाई त भन्दाखेरि त्यो अलिकति नयाँ खोजिरहेको जस्तो क्या होइन, नयाँ टेस्ट। अब जो चाहिँ टेस्टेड भइसकेका छन् त्यही बाहेकका अरूको कोही एकजना पात्र सक्षम पात्र आइदियो हुन्थ्यो भन्ने चाहिँ त्यहाँको जनताको चाहना छ। तपाईँ पनि कुनै पार्टीबाट आफ्नो नोमिनेसन दिँदै हुनुहुन्छ? हो, मेरो त के हो भन्दाखेरि योपालि म चुनाव लड्छु भन्ने मैले एउटा मेन्टालिटी चाहिँ बनाएको छु। तपाईँ आफै चुनावको लागि तयारी पनि गर्दै हुनुहुन्छ? चुनावमा त नेपालमा भनिन्छ नि, चुनाव त फेयर त हुन्छ भन्ने हामीलाई विश्वास छ, तर त्यसका पछाडिका गतिविधिहरू हुन्छ जसमा धेरै खर्चहरू गरिन्छ होइन, धेरै कतिपय अवस्थामा त त्यहाँ गुन्डागर्दी गरिन्छ, कतिपय अवस्थामा त त्यहाँ बुथै कब्जा गर्ने अवस्था पनि सिर्जना हुन्छ। चुनावमा होमिनु सहज छ जस्तो तपाईँलाई लाग्छ? अब रुकुम कस्तो भन्दाखेरि रुकुम जिल्ला आफैमा राजनीतिक चेतले चाहिँ परिपक्व जिल्ला हो क्या, राजनीतिक चेत भएको जिल्ला हो र त्यहाँ त्यति साह्रो अहिलेसम्मको प्र्याक्टिस पनि छैन। जस्तै यो बुथ कब्जा गर्नेदेखि लिएर यो त्यो भन्ने खालको त्यस्तो अहिलेसम्म घटनाहरू कहीँ कहीँ चिरपुट त हुन्छन् होइन, त्यो सामान्य हो। त्यसको लागि पनि अब तयारै छु म होइन। तपाईँलाई साथ दिन जनताहरू त्यहाँको सबैसँग कुरा भइरहेछ, छलफल भइरहेछ होइन, सबैले सहयोग नै गर्छु भनिराख्नु भएको छ। अहिले त्यही यो नेपाली कम्युनिस्ट पार्टीभित्रकै नेताहरू पनि हुनुहुन्छ, उहाँहरूले नि मलाई मायै गर्नुहुन्छ। पूर्व माओवादीको कमान्डर प्रचण्ड पनि त्यहाँ आउने खालको गाई गुई चाहिँ छ, त्यसबारेमा प्रचण्डसँग भिड्नु पर्यो भने तपाईँ तयार हुनुहुन्छ त? म तयार छु प्रचण्डसँग भिड्न। जस्तो मैले भने म अहिले जुन प्रचण्डको पार्टीबाट विद्रोह गरेर म बाहिर निस्केको हो होइन, प्रचण्डको यो सही भएन होइन। प्रचण्डले जसरी अहिले चाहिँ सोच्नु पर्थ्यो त्यसरी सोच्नु भएन उहाँले होइन। त्योभन्दा फरक तरिकाले आफ्नो व्यक्तिगत हाइटलाई मात्र लिएर चाहिँ उहाँले सोचिराख्नु भएको छ भन्ने जुन मैले प्रश्नहरू गरेँ र त्यहाँबाट विद्रोह गरेँ नि। र भोलि चुनावमा त्यहाँ आउँदै गर्दाखेरि पनि प्रचण्ड र सन्दीप लड्दै गर्दाखेरि चाहिँ एउटा म्यासेज भए पनि म दिन सफल हुन्छु होइन। अब हिजो सुप्रिम कमान्डरसँग त्यही सुप्रिम कमान्डरकै एउटा कार्यकर्ताको छोरा चाहिँ लड्दैछ भन्दै गर्दाखेरि त्यो अवस्थाको सिर्जना कसरी भयो, के कारणले भयो भन्ने कुरा चाहिँ प्रचण्ड पनि सोच्न एकचोटि बाध्य हुनु, उनी सुध्रिउन्। यो आन्दोलनलाई चाहिँ अलिकति जुन खालको भ्रष्टीकरण गरिरहेछन् उनले, त्यो आन्दोलनलाई चाहिँ फेरि अब एकचोटि आफू सुध्रिएर सच्याएर त्यसलाई चाहिँ सही दिशातर्फ लान सकुन् भन्ने मेरो शुभेच्छा नै छ प्रचण्ड त्यहाँ आउँदाखेरि पनि। र प्रचण्ड आउँदाखेरि झन् एउटा यो आन्दोलन म प्रचण्ड त्यहाँ आउनु र म प्रचण्डको विरुद्ध उभिनु भनेको चाहिँ यो आन्दोलनको लागि चाहिँ एउटा फाइदाजनक कुरा नै हो। त्यो जुन प्रचण्ड अहिलेसम्म कतिवटा निर्वाचन क्षेत्र फेरेर घुम्दै सुरक्षित ठाउँ खोज्दै होइन, जहिले पनि जहाँ आफ्नो चाहिँ सेफ छ त्यहाँनिर चाहिँ जान खोज्ने जुन शैली प्रवृत्ति छ त्यसलाई चाहिँ त्यहाँको जनताले हेरिरहेछन् नजिकबाट। अहिलेको त्यहाँको पार्टीका नेताहरूले बोलाउँदै गर्दाखेरि पनि बोलाउनु त आफ्नो पार्टीको नेतालाई बोलाउनु उहाँहरूको स्वाभाविक कुरा भयो, तर
उहाँ उठेका जिल्लाहरूको विकास हेरौँ होइन, कुन तरिकाले विकसित भएको छ, उनले चाहिँ के गरेका छन् र उठेको जिल्लाहरूमा पनि यता 5-6वटा जिल्ला पुगिसक्यो। 5-6वटा जिल्लाको अवस्था के छ, प्रचण्ड उठ्दाखेरिको अवस्था के छ र नउठ्दाखेरिको अवस्था के छ, त्यो कुरा त जनताले त नजिकबाट हेरेको छ, बुझेको छ होइन। अब रुकुममा प्रचण्ड आउन बित्तिकै निकै भइहाल्छ भन्ने पनि त्यो त प्रधानमन्त्री त पाउन सक्छ नि त। जस्तो रुकुमले त अहिलेसम्म प्रधानमन्त्री त पाएको छैन। हो, प्रधानमन्त्री पाउन सक्ला। प्रचण्डले अब सदनमा 2/3 पुर्यायो भने, तर अब निर्वाचन त फेरि त्यो हुनेवाला छैन होइन। रुकुममा पनि जित्यो भने त हो, रुकुममा जित्नु नि पऱ्यो नि पहिला प्रधानमन्त्री हुनलाई होइन। उहाँले जित्नुहुन्छ जस्तो लाग्दैन मलाई। तपाईँ प्रचण्ड विरुद्ध लड्न तपाईँ तयार हुनुहुन्छ? म तयार छु प्रचण्ड विरुद्ध लड्न तयार छु। प्रचण्ड रुकुम आउने हो भने उहाँ हार्न तयार हुनुपर्छ, चुनाव हार्न तयार हुनुपर्छ होइन। त्यहाँको जनताको जुन एउटा आक्रोश छ, त्यहाँको हिजोको जुन युद्धमा होमिएका होल टाइमरहरूको जुन आक्रोश छ, त्यहाँका शहीद परिवारहरूको जुन आक्रोश छ, जुन बेपत्ता पारिएका योद्धाहरूको परिवारको जुन आक्रोश छ, त्यो आक्रोश चाहिँ उहाँ प्रचण्ड आउनुभयो भने उहाँहरूले सजिलै पोख्ने अवसर पाउनुहुन्छ र उहाँलाई हराएर पठाउनुहुन्छ। तपाईँ रुकुम पूर्वको एक सक्षम युवा पनि हो, प्रभावकारी युवा पनि हो र आफ्ना केही सन्देशहरू केही दिन चाहनुहुन्छ? म रुकुम पूर्वका जुन पञ्चायत बासिन्दाहरू हुनुहुन्छ, रुकुम पूर्वका मान्छेहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटा मात्र के अपिल गर्न चाहन्छु भन्दाखेरि, अहिलेसम्म हिजो जनयुद्धमा त्यति बेला राज्यले जुन खालको दमन गरेर तपाईँहरूले दुःख पाउनुभयो र शान्ति प्रक्रियापछि चाहिँ त्यहाँका नेताहरूले चाहिँ तपाईँहरूलाई जसरी शोषण गरेर दुःख दिए र ती शोषणको हिसाब किताब योपालिको चुनावमा गर्नुहोस् होइन। एउटा सक्षम युवालाई जो चाहिँ तपाईँहरूसँग एकदम नजिकबाट रिलेट भएर काम गर्न सकोस्, जो चाहिँ अहिलेसम्म तपाईँहरूलाई चाहिँ देखिरहेका अनुहारहरूभन्दा फरक अनुहारको होस्, उसलाई चाहिँ योपालि जिताएर पठाउनुहोस् भन्ने अपिल गर्न चाहन्छु।